सारीले सारी भन्छन् नि है साथीहरू, अगाडिका बुढापाकाहरूले। हुन त यो कुरा हो पनि, किनभने हामी जिन्स प्यान्ट लगाउँदा वा सुटहरू लगाउँदा जस्तो देखिन्छौँ नि त्योभन्दा अलग्गै देखिन्छौँ है। सारी होस् वा मेखला चादर होस्, मलाई चाहिँ एकदमै राम्रो लाग्छ। खालि अल्छी लाग्छ भनेर मात्रै नभए भने चाहिँ सारी वा मेखला चादरले चाहिँ साह्रै सुहाउँछ है। र हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। मैले अर्को एउटा भ्लग लिएर आइसकेको छु र म चाहिँ आइपुगेको छु गुवाहाटी मेरो दिदीको घरमा। र हजुरहरूलाई भनेकी थिएँ म चाहिँ मेरो मम्मीलाई छोड्न जाँदैछु भनेर। र दिदीको घरको छेउको छिमेकी एकजनाको चाहिँ बिहे रहेछ। बिहे चाहिँ होइन, पार्टी हो। बिहे त अगाडि नै सकेको रहेछ एउटा भवनमा। र अब म पनि घरमा के एक्लै बसिराख्नु, ल हिँड त म पनि जान्छु तैसँग भनेर म पनि दिदीसँग हिँडिसकेको छु। र हेर्नुहोस्, अब बिहेमा निक्लिसके पछाडि त गिफ्ट हामीलाई चाहिन्छ नि है। र हामी चाहिँ गौशालामा त्यहाँ बजारमा बसेर एउटा गिफ्ट लियौँ, दिदीले गिफ्ट लियौँ अनि डाइरेक्ट हामी गयौँ बिहा भवनमा। र बिहा भवनमा हामी पुगि पनि सकेको छौँ र एकदमै खुबै राम्रो एउटा माहौल बिहाको। र अब गुवाहाटी जस्तो जग्गामा आएर म चाहिँ अब बिहे खान हिँडेको छु। लाज पनि लागेको छ, किनभने कसैलाई चिन्दिनँ, कसैलाई जान्दिनँ है। तर दिदीको छिमेकीले चाहिँ मलाई अलरेडी चिनिसक्नु भएको रहेछ, मेरो दिदीको म बुइनी हो भनेर। पछाडि सोध्नु पनि भयो र मलाई चाहिँ लाज पनि लागिरहेको थियो है, अब नचिनेको भनेर। र यी सब भिडियो चाहिँ मेरी छोरीले गर्दै थिए, खालि हाई हाई मात्रै भन्न लगाउँछ। र सबैसँग भेटघाट भयो। अनि यता आसामिज वेडिङ हो है, यहाँ हेर्न सक्नुहुन्छ। बेहुला र बेहुली एकदमै राम्रो जोडी छ, एकदम बहुत राम्रो लाग्यो बिहेमा आएर चाहिँ। त्यस पछाडि चाहिँ अनि हामी यता अब नास्ता नै भन्नु पर्यो, नास्ता गर्न भनेर यता आएको छौँ। यहाँ हेर्नुहोस्, कोफ्ता, त्यस पछाडि यहाँ चाउमिनहरू, जेलेबीहरू, जसलाई जे खान मन लाग्छ सबै थोक यहाँ थियो। र अनि त्यति बिच अब आफूले खानु त पर्यो नि है। अनि अब आफ्नो कन्टेन्ट पनि भयो है, साना म ढाट्न चाहिँ ढाट्दिनँ है, साना क्लिपहरू पनि बनाएर राखेको हुन्छु, किनभने त्यही चाहिँ कन्टेन्ट पनि हुन्छ। त्यसको बिच खाँदै एकजना बहिनी आइपुग्नु भयो। उहाँले भन्नुभयो म हजुरको भिडियो हेर्छु, राम्रो लाग्छ, फोटो उठाउँ है भन्नुभयो। त्यस पछाडि हामीले फोटो पनि उठ्यौँ, भिडियो पनि गऱ्यौँ, एकदमै राम्रो लाग्यो। र यता चाहिँ बिहु पनि चल्दै थियो, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि एकछिन चाहिँ अब बिहुहरू हेरेर अनि हामी खाना खान लाग्यौँ। अब खानामा त अब आइटम हजुरबारीको बिहेमा कति धेरै हुन्छ है। यहाँ हेर्नुहोस्, पुरा अब चिकन चिल्लीदेखिबाट मटन करीहरू सबै थोक नै थियो। एकदमै टेस्टी खाना थियो र बहुत इन्जोय गरेँ है मैले चाहिँ बिहेमा आएर, एकदमै राम्रो लाग्यो। र यता अब दिदीले पनि खाँदै थिए अनि सबैतिरको अलिअलि क्लिप चाहिँ मेरो छोरीले गर्दै थिए। अनि अब चाहिँ हामी घर जान भनेर निक्लिसकेको थियौँ। लगभग खाएर एकछिन अब रेस्ट पनि गऱ्यौँ। र साथीहरू, रङ्गापाडाको भिडियो देखाउँदै हजुरहरूलाई मैले गुवाहाटीको भिडियो पनि देखाएँ बिहे खाएको। र हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। एउटा कुरा चाहिँ के भने, सोसियल मिडियामा आएर सबैको यति धेरै माया भेटेको छु नि, बहुत धेरै खुसी लाग्छ। किनभने जो जता गए पनि एकजना भए पनि भेट्छु है। र कति धेरै माया दिनुहुन्छ उहाँहरूले, आफै परिचय गरेर बोल्नुहुन्छ, त्यति नै राम्रो लाग्छ।